नमस्कार साथीहरू, आजको भिडियोमा हामी इमिसमा इसिडीदेखि कक्षा 3 सम्मको बालबालिकाहरूको अपाङ्गता पहिचान किन आवश्यक छ, कस्तो प्रक्रिया हुन्छ र विद्यालयले के कुरामा ध्यान दिनुपर्छ, यी सबै कुरा एकदमै सरल रूपमा बुझ्नेछौँ। किन अपाङ्गता पहिचान गर्नुपर्छ? शिक्षा मन्त्रालयले अहिले देशभरिका सामुदायिक विद्यालयलाई अपाङ्गता भएको बच्चाहरूको सही तथ्याङ्क सङ्कलन गर्न विशेष जोड दिएको छ। यसको मुख्य उद्देश्य कुन बच्चालाई कस्तो सहयोग चाहिन्छ, कसलाई कस्तो तालिम वा सहायता सामग्री उपलब्ध गराउने, कक्षामा कसरी समावेशी वातावरण बनाउने, आगामी वर्षका योजना बनाउँदा कस्ता शिक्षक तथा स्रोतहरूको आवश्यक पर्छ, यी सबै कुरा डाटामा नै निर्भर हुन्छ। त्यसैले हामीले भर्ने जानकारी भविष्यमा बच्चालाई वास्तविक सहयोग पुर्याउने आधार बन्दछ। अब पहिचान कसरी गर्ने त? विद्यालयले पहिचान गर्दा 3 वटा स्रोतलाई आधार मान्नुपर्छ। पहिलो, शिक्षकको नियमित निरीक्षण। कक्षामा बच्चाले पढ्ने, लेख्ने, हेर्ने, सुन्ने, हिँडुल गर्ने, सामाजिक व्यवहार आदि सिकाइमा बारम्बार देखिने चुनौती। त्यसैगरी सहपाठीसँग तुलना गर्दा असामान्य कठिनाइ। र अर्को रहेको छ अभिभावकको जानकारी, जसमा अभिभावकसँग कुरा गर्दा घरमा देखिने व्यवहार, बच्चाको पहिलेको स्वास्थ्य अवस्था, जन्म समयमा देखिएको चुनौतीको बारेमा थाहा पाइन्छ। त्यसैगरी तेस्रो आधार रहेको छ विशेषज्ञ अथवा स्थानीय तहको आधार। केही विद्यार्थीमा शिक्षक वा अभिभावकले अनुमान मात्र लगाउन सक्छन्। त्यसैले आवश्यक परे स्वास्थ्यकर्मी, मनोवैज्ञानिक, विशेष शिक्षक वा स्थानीय तहको डिसेबिलिटी एसेसमेन्ट कमिटीबाट पुष्टि लिन सकिन्छ। अब अर्को छ कस्ता प्रकारका अपाङ्गता इमिसले स्वीकार गर्छ त? हामीले बुझ्नुपर्ने प्रमुख 10 प्रकारका अपाङ्गताहरू दृष्टि, श्रवण, शारीरिक, बौद्धिक, मनोसामाजिक, अटिजम, बोली तथा सञ्चार, सिकाइ सम्बन्धी, श्रवण, दृष्टि दुवै र एकभन्दा बढी अपाङ्गता भएका हुन सक्छन्। मुख्य कुरा हामीले बच्चालाई व्यवहारमा कस्तो कठिनाइ देखिन्छ भन्ने आधारमा वर्गीकरण गर्नुपर्छ। यसरी निर्णय गर्दा अनुमान होइन, वास्तवमै बच्चाले देखाउँदै आएको व्यवहार र चुनौतीमा आधारित हुनुपर्छ। यसर्थ विद्यालयले यसमा के कुरामा ध्यान दिनुपर्छ त? अभिभावकसँग खुला ढङ्गले कुरा गर्नुपर्छ। बच्चालाई नराम्रो व्यवहार कत्ति पनि गर्नु हुँदैन। गोपनीयतालाई पूर्ण रूपमा पालना गर्नुपर्छ। डेटा भर्ने बेलामा सावधानीपूर्वक हतार नगरी सही तथ्य राख्ने गर्नुपर्छ। आवश्यक परे स्थानीय तह वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ। बच्चालाई सहयोग उपकरण आवश्यक छ भने त्यसको विवरण पनि छुटाउनु हुँदैन। इमिसमा यो डाटा किन महत्त्वपूर्ण छ त? सरकार र स्थानीय तहले आगामी वर्षमा बजेट, सहायक शिक्षक, सहयोग सामग्री, तालिम, आइसिटी उपकरण आदि यिनै डाटाको आधारमा पठाउँछ। त्यसैगरी इन्क्लुसिभ एजुकेसन नीति प्रभावकारी बनाउन यसले आधार प्रदान गर्छ। त्यस्तै विद्यालयले पनि आफ्नो स्कुलमा कस्ता आवश्यकता छन् भन्ने पहिचान गर्न सजिलो हुन्छ। त्यसैले हामीले भरेको एउटा सानो विवरणले कहिलेकाहीँ बच्चाको सम्पूर्ण भविष्यमा ठुलो असर पार्न सक्छ। अब यसपछि यहाँहरूलाई आफ्नो विद्यालयमा भएको बालबालिकाहरूको अपाङ्गता पहिचान गरी इमिसमा कसरी प्रविष्ट गर्ने भन्ने कुरा यहाँ स्क्रिन सेयर गरेर देखाउन गइरहेको छु। यसको लागि यहाँहरू सबैले आफ्नो विद्यालयको इमिस पोर्टलमा लगइन गर्नुहोला
र त्यसपछि देब्रेतिर रहेको यो डिसेबिलिटी DMS अप्सनमा क्लिक गर्नुहोला र यहाँनिर थुप्रै बटमहरू देखिने छन्। अर्ली स्क्रिनिङ, सस्पेक्टेड इम्पेयरमेन्ट, एड एसिस्टिभ प्रोडक्ट, ERS, अर्ली स्क्रिनिङ रिपोर्ट, एसिस्टिभ प्रोडक्ट रिपोर्ट, डिसेबिलिटी रिपोर्ट भन्ने यहाँ रहेका छन्। अब यसमा हामीले स्टेप बाई स्टेप काम गर्दै जानुपर्छ। सबैभन्दा सुरुमा डिसेबिलिटी DMS मा हामीले अर्ली स्क्रिनिङको काम गर्छौँ। यसको लागि यहाँहरूले अर्ली स्क्रिनिङ बटनमा क्लिक गरिसकेपछि यस प्रकारको विन्डो खुल्नेछ। त्यसपछि यहाँहरूले सेलेक्ट इयरमा गएर शैक्षिक वर्ष छान्नुहोला र कक्षा सेलेक्ट गर्नुहोला। अहिलेको प्रारम्भिक चरणमा बाल कक्षादेखि कक्षा 3 सम्मका बालबालिकाहरूको अपाङ्गता पहिचान गरी इमिस अपडेट गर्नुपर्ने भएकोले यहाँबाट पालैपालो प्रारम्भिक बाल कक्षादेखि 3 कक्षासम्मको विद्यार्थी सेलेक्ट गरेर इन्ट्री गर्नुपर्ने हुन्छ। जस्तै मैले यहाँ ECD PPC भनेर सेलेक्ट गरेँ र यहाँ लोड गरिसकेपछि ECD मा रहेका बालबालिकाहरू यहाँ देखाउँछ। यसपछि कुन विद्यार्थीको स्क्रिनिङ गरिने हो उक्त विद्यार्थीको नाम रहेको देब्रेपट्टिको एक्सन आइकनमा क्लिक गरेर स्क्रिनिङ इन्ट्री बटनमा क्लिक गरेपछि एउटा यहाँ क्वेसनायर फर्म खुल्नेछ। अब मैले सेलेक्सन गरेको विद्यार्थीको नामलाई सम्बोधन गरेर यहाँ केही प्रश्नहरू र त्योसँग सम्बन्धित अप्सनहरू यहाँ देखाइएको छ। यहाँ माथिपट्टि यहाँहरूले हेर्न सक्नुहुन्छ, यहाँ एजेज 2 to 4 भनेर लेखिएको छ। यसको अर्थ यो प्रश्नावली 2 देखि 4 वर्षको उमेर समूहलाई सोधिने प्रश्नहरू हो। अब यो अटोमेटिक कसरी आउँछ त भन्दा हामीले इमिसमा डेटा इन्ट्री गर्दा डेट अफ बर्थको आधारमा उक्त विद्यार्थी 2 देखि 4 वर्षको समूहमा भए त्यही किसिमको प्रश्नावलीहरू देखा पर्छ भने त्योभन्दा माथिको भए त्यसै अनुसारको प्रश्नहरू यहाँ देखा पर्छ। जस्तै मैले यहाँ अर्को एउटा सेलेक्सन गरेँ। 2076 सालको यहाँ एउटा विद्यार्थी रहेको छ। एक्सनमा गएर स्क्रिनिङ इन्ट्री गर्दा यहाँ उमेर समूह 5 देखि 17 भनेर आएको छ। अघि देखिएको 2 देखि 4 वर्ष उमेर समूहको प्रश्नावली र यो 5 देखि 17 वर्ष उमेर समूहमा भएका प्रश्नावलीमा केही समानता तथा भिन्नताहरू रहेका छन्। तसर्थ यहाँहरूले यदि इमिसमा जन्ममिति मिलेको छैन भने उक्त विद्यार्थीको वास्तविक जन्ममिति राखेर अपडेट गरिसकेपछि मात्रै यहाँहरूले स्क्रिनिङ गर्नुहोला। अन्यथा जन्ममिति गलत भएको अवस्थामा उक्त विद्यार्थीको स्तर अथवा उमेर अनुसारको प्रश्न छनौट नहुने हुँदा सही स्क्रिनिङ हुन सक्दैन। तसर्थ अब म यहाँहरूलाई केही प्रश्न उत्तरहरू यहाँ नमुनाको रूपमा गरेर देखाउँछु। जस्तै मैले यो सिरियल नम्बर 1 मा रहेको विद्यार्थीलाई यहाँ सेलेक्सन गरेको छु र एक्सनमा गएर स्क्रिनिङ गरेको छु। अब यहाँहरूले यहाँ देख्न सक्नुहुन्छ विभिन्न क्याटेगोरीका प्रश्नहरू यहाँ छन्। दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, त्यसै गरी हिँडडुल सम्बन्धी मोबिलिटी भनिएको छ,
सूक्ष्म कार्य सिप सम्बन्धी, सञ्चार र बोध सम्बन्धी, सिकाइ सम्बन्धी, खेल सम्बन्धी, व्यवहार नियन्त्रण सम्बन्धी आदि 16वटा प्रश्नहरू यो 2 देखि 4 वर्ष उमेर समूहको प्रश्नावलीमा रहेका छन्। अब यी प्रश्नहरूको उत्तर दिँदा यहाँ अप्सनमा टिक लगाउनु पर्छ। जस्तै यहाँ सेलेक्सन गरिएको विद्यार्थीको नाम अटोमेटिक आउँछ र यहाँहरूलाई म एउटा कुरा यहाँ के निवेदन गर्न चाहन्छु भने यो प्रश्न हामीले सिधै विद्यार्थीलाई सोध्ने होइन कि अभिभावक अथवा उक्त विद्यार्थीलाई नजिकैबाट चिने जानेको, उसको व्यवहार राम्रोसँग थाहा भएको कक्षा शिक्षक अथवा स्थानीय शिक्षक वा सम्भव भएमा अभिभावकलाई नै राखेर हामीले उक्त विद्यार्थीको बारेमा प्रश्नहरू सोध्नुपर्छ। यसरी प्रश्न सोध्दा विद्यार्थीलाई पनि सँगसँगै राख्न सकिन्छ, तर विद्यार्थीको बारेमा जानकारी लिनलाई सिधै विद्यार्थीलाई प्रश्न सोध्ने भन्दा पनि सम्बन्धित जानकार व्यक्तिलाई नै हामीले यो प्रश्नहरू सोध्ने हो। अब यहाँ म केही प्रश्नहरू यहाँ नमुनाको रूपमा पढ्दैछु। जस्तै यहाँ पहिलो प्रश्न छ, आर्याले चस्मा लगाउँछन्, लगाउँदैनन् भन्ने छ। अब लगाउँछन् भन्ने अप्सनमा हामीले क्लिक गर्यौँ भने दृष्टि सम्बन्धी तेस्रो प्रश्न अटोमेटिक हाइड हुन्छ। अब लगाउँदैनन् भन्यो भने यहाँ दोस्रो हाइड हुन्छ र तेस्रो सो हुन्छ। लगाउँदैनन् भन्ने अप्सनसँग सम्बन्धित प्रश्नहरू यहाँ सो हुन्छ। यस्तै गरी हामीले अरूमा पनि यही किसिमले सेलेक्सन गर्दै टिक लगाउँदै जाने हो। आर्याले चस्मा लगाउँछन् भनेर प्रश्न गर्दा लगाउँछन् भन्ने अप्सनमा टिक लाग्दा दोस्रो प्रश्न यहाँ डिस्प्ले भएको छ, सो गरिएको छ, तेस्रो चाहिँ हाइड भयो। किनभने अब लगाउँछन्सँग सम्बन्धित अर्को प्रश्न आयो। आर्यालाई चस्मा लगाउँदा पनि देख्न कठिनाइ छ। अब योसँग सम्बन्धित 6वटा अप्सनहरू छ। कठिनाइ छैन, केही मात्रामा छ, धेरै मात्रामा छ, पटक्कै देख्दैनन्, जवाफ दिन अस्वीकार गरेको र थाहा छैन। अब हामीले यो पछिल्लो दुईटामा चिनो लाउन पाउँदैनौँ। यो चाहिँ अब WGO को नर्म्स अनुसार राखिएको अप्सन मात्रै हो। हामीले यो 4वटामा कुनै एउटामा टिक लगाउन सक्छौँ। अब यो पहिलो दुईटाले चाहिँ केही सामान्य अवस्थालाई बुझाउँछ। पहिलोमा त केही समस्या छैन। दोस्रोले केही सामान्य अवस्था भन्ने मात्रै बुझाउँछ र तेस्रो र चौथोले चाहिँ केही समस्या देखाउँछ र 5औं र 6ठौं चाहिँ हामीले सेलेक्सन गर्नु हुँदैन। यहाँ टिक लगाउन मिले पनि हामीले यसलाई छनौट गर्दैनौँ। अब लगाउँदैनन् भन्नेतिर गयौँ भने अब आर्याले चस्मा लगाउँछन्, लगाउँदैनन्। अब लगाउँदैनन् भन्यो भने आर्यालाई देख्न कठिनाइ छ कि छैन त? उसले चस्मा त लाउँदैन, तर उसलाई देख्न चाहिँ कठिनाइ छ कि छैन त चस्मा नलगाउँदाखेरि? भनेपछि अब कठिनाइ छैन, केही मात्रामा छ, धेरै मात्रामा छ, पटक्कै देख्दैनन्, जवाफ दिन अस्वीकार गरेको थाहा छैन। माथिको जस्तै अप्सनहरू यहाँ डिस्प्ले भएको छ। तसर्थ हामीले जुन वेमा अप्सनहरू सेलेक्सन गर्दै गयौँ त्यही वेमा यो क्वेसनर अगाडि बढ्दै जान्छ। त्यसैगरी सुनाइ सम्बन्धी पनि त्यस्तै छ। हिँडुल सम्बन्धी पनि अब यहाँहरूले लिन्छन्, लिँदैनन्, गर्छन्, गर्दैनन् भनेर सेलेक्सन गर्दै जानुभयो भने त्यही अनुसारको प्रश्नहरू यहाँ सो हुँदै हाइड हुँदै जान्छन्। यसरी यहाँहरूले यो सबै गरिसकेपछि अन्तिममा सेभ आइकनमा क्लिक गरिदिनु होला र यो डेटालाई यहाँहरूले प्रिन्ट पनि गर्न सक्नुहुन्छ। त्यसैगरी 5 देखि 17 वर्षको उमेर समूहमा पनि उस्तै किसिमको प्रश्नहरू रहेका छन्। केही फरक छन् र केही प्रश्नहरू उस्तै छन्। स्तर अलिक उमेर अनुसारको माथिल्लो स्तरका प्रश्नहरू रहेका छन्। जस्तै अनुप भन्ने विद्यार्थीलाई यहाँ सेलेक्सन गरिएको छ। अनुपले चस्मा लगाउँछन्, ऐको जस्तै लगाउँछन्, लगाउँदैनन् भन्ने भयो।
अब लगाउँछन् भने कि कस्तो कठिनाइ छ, लगाउँदैनन् भने कस्तो कठिनाइ छ भन्ने कुरा यहाँबाट गर्न सकिन्छ। सुनाइ सम्बन्धी, हिडुल सम्बन्धी, मोबिलिटी कतिपय प्रश्नहरू अब जस्तै यहाँनिर 2 देखि 4 वर्षको उमेर समूहका विद्यार्थीहरूको लागि हिडुल सामान्य अब स्कुल जाने आउने कुरामा मात्रै सीमित हुन सक्छ भने अब यहाँ चाहिँ 100 मिटर हिँड्ने, 500 मिटर हिँड्ने कुराहरू पनि यहाँ कतिको कठिनाइ छ, के छ, 140 पाइला भनेको छ, 500 मिटर 700 पाइला भनेको छ, यस अवस्थामा पनि कठिनाइ छ कि छैन भन्ने कुरा हामीले यहाँनिर टिक लगाउँदै जानुपर्छ। अब सो हेरचाह, अब 5 देखि 17 वर्षको उमेर समूहका विद्यार्थीहरूमा केही आफैले गर्न सक्ने कार्यहरू पनि, सरसफाइका कुराहरू, स्याहार सुसारका कुराहरू हुन्छन् र त्योसँग सम्बन्धित प्रश्नहरू पनि यहाँ रहेको छ। यसमा चाहिँ जम्मा 24 वटा प्रश्नहरू रहेको छ। यसरी यो 24 वटा प्रश्नहरू सबै नै भर्नुपर्ने होइन। अब हामीले अप्सनहरू छनौट गर्दै जाँदा अब कतिपय प्रश्नहरू आफै डिम हुन्छन्, तसर्थ 24 नम्बरसम्म गर्दै गइसकेपछि सेभ गरेर हामी अगाडि बढ्न सक्छौँ। यसरी हामीले डिसेबिलिटी डिएमएस अन्तर्गतको अर्ली स्क्रिनिङको पहिलो चरणको काम गरिसकेपछि दोस्रो चरणमा सस्पेक्टेड इम्पेरिमेन्ट गर्छौँ। पहिलो चरणमा यो सबै प्रोसेसबाट विद्यालयमा भएका प्रारम्भिक बाल विकासदेखि हालको लागि कक्षा 3 सम्मका सम्पूर्ण विद्यार्थीहरूको इन्डिभिजुअल रूपमा स्क्रिनिङ गर्छौँ र त्यसैको आधारमा हामीले यो सस्पेक्टेड, शङ्का गरिएको, अब सशङ्कित अथवा कुनै त्यस्तो इन्फेक्टेड भनौँ अथवा सस्पेक्टेड को छ त भन्ने कुरा यो सस्पेक्टेड इम्पेरिमेन्ट सेक्सनबाट हामीले देख्न सक्छौँ र आगामी भिडियोमा म यसबारेमा अरू जानकारी दिँदै जानेछु। यहाँहरूले पहिलो चरणमा यहाँसम्मको काम गर्नुपर्ने हुन्छ र यस च्यानललाई फलो गर्दै गर्नुहोला र अर्को चरणमा म यसको अन्य भागहरू र योभन्दा अगाडिका टपिकहरूमा पनि सहयोग गर्दै जानेछु। आजको लागि यति नै। हस्त, धन्यवाद।